यस्तो क्वेसन एसई इक्जाममा क्वेसन नम्बर 10 मा सोधिराख्ने क्वेसन हो। अब यस्तो क्वेसन सोल्भ गर्नको लागि सबैभन्दा पहिला यहाँ के छ 3 को पावर 2x छ भने म यहाँ के गर्छु यसलाई सोलुसन गर्छु। यसमा के गर्छु 3 को पावर x को के गर्छु स्क्वायर गर्छु। माइनस को माइनस 4 को 4 राखे इन्टु 3 को पावर के गरे x गरे अनि के गरे 3 को पावर 1 गरे मल्टिप्लाई गरेर प्लस 27 इक्वल्स टु 0 गरे। अब यो किन गरे यहाँ के छ बेस सेम छ भने के हुन्छ पावर के हुन्छ प्लस हुन्छ जोडिन्छ। अब यदि यसको बेस के छ सेम छ 3 छ यहाँ पनि 3 छ यदि यसलाई गर्ने हो भने के हुन्छ 3 बेस सेम छ भने पावर जोडिन्छ 3 को पावर x प्लस 1 हुन्छ त्यही यहाँ छ भने यसलाई यस्तो फर्ममा म लेख्न सक्छु। और अर्को स्टेपमा म के गर्छु लेट गर्छु यहाँबाट लेट 3x इक्वल्स टु a माने अहिले भने यो हाम्रो इक्वेसन के बन्छ 3x को ठाउँमा के राख्छु म a राख्छु भने के हुन्छ a स्क्वायर माइनस 4 इन्टु 3x को ठाउँमा फेरि यहाँ a राखे इन्टु 3 को 3 प्लस 27 इक्वल्स टु 0 भयो। और अब यो के भयो एउटा क्वाड्रेटिक इक्वेसन हो a स्क्वायर माइनस 4 3 जा 12a प्लस 27 इक्वल्स टु 0 यो एउटा के भयो हाम्रो क्वाड्रेटिक इक्वेसन भयो। अब यसलाई सोल्भ गर्नको लागि यहाँ के छ a स्क्वायर माइनस 12a प्लस 27 इक्वल्स टु 0 छ। अब म यहाँ के गर्नु पर्यो मल्टिप्लाई गरेर 27 आउनु पर्यो र प्लस गरेर 12 आउनु पर्यो अनि म यहाँ के गर्छु 9 प्लस 3 गर्छु 9 प्लस 3 भनेको के हो 12 हुन्छ र 9 3 चाहिँ कति हुन्छ 27 हुन्छ प्लस 27 इक्वल्स टु 0 भयो। और यसलाई के गर्छु ब्र्याकेटबाट खोल्छु माइनस 9a यो के हुन्छ माइनस 9a माइनस प्लस माइनस 3a हुन्छ प्लस 27 इक्वल्स टु 0। अब यहाँबाट यो दुईटामा कमन के छ a कमन छ मैले यहाँबाट के गरेँ a कमन ताने यहाँ के भयो माइनस 9 भयो a इन्टु a स्क्वायर माइनस 9 इन्टु a 9a भयो। अब यहाँबाट के ताने मैले माइनस 3 कमन ताने भने यहाँ के बच्छ a बच्छ माइनस 3 इन्टु a के हुन्छ माइनस 3a हुन्छ र यहाँ के बच्यो यो प्लस छ प्लस 27 छ भने यहाँ के गरे माइनस 3 9 जा 27 अब माइनस 3 इन्टु माइनस 9 कति हुन्छ प्लस 27 हुन्छ इक्वल्स टु 0। और एउटा के भयो a माइनस 9 आयो र अर्को के आयो a माइनस 3 इक्वल्स टु 0। अब आइदर गर्दाखेरि a माइनस 9 इक्वल्स टु के भयो 0 भयो और a माइनस 9 उता जाँदा के भयो प्लस 9 भयो। और अब हामीले के गरेछौँ यसलाई के मानेछौँ यहाँ माथि a भनेको त हाम्रो 3 को पावर x मानेछौँ भने मैले यहाँ के गरेँ a को ठाउँमा 3 को पावर x राखेँ इक्वल्स टु 9 राखेँ। अब और 3 को पावर x अब 9 भनेको के हो 3 को स्क्वायर हो। अब यसको बेस के छ दुईटाको बेस सेम छ हाम्रो के छ बेस सेम छ भने पावर के हुन्छ बराबर हुन्छ त x बराबर कति हुन्छ 2 हुन्छ देयरफोर x बराबर कति हुन्छ हाम्रो 2 हुन्छ। अर्को के छ और a माइनस 3 इक्वल्स टु 0 भयो। अब माइनस 3 उता जाँदा के भयो a इक्वल्स टु 3 भइगयो। और अब a भनेको त हामीले के मानेछौँ यहाँ 3 को पावर x मानेछौँ र 3 को पावर x भइगयो र यो 3 भनेको के हो 3 को पावर 1 भनेको के हो 3 नै हो। अब यदि बेस सेम छ भने पावर के हुन्छ त बराबर हुन्छ त x को भ्यालु कति आयो 1 आयो देयरफोर x इक्वल्स टु कति आयो 1 आयो। अब यहाँबाट हामीले x को भ्यालु के पायौँ देयरफोर अब यहाँबाट हामीले के गर्यौँ x को भ्यालु दुईटा पायौँ देयरफोर x इक्वल्स टु 1 र 2।